बालेन सरकारको निर्णयमा सर्वोच्च अदालतको हस्तक्षेप। सर्वोच्च अदालतले विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरू खारिज नगर्न अल्पकालीन आदेश जारी गरेको छ। सरकारद्वारा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय विरुद्ध दायर रिटमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो। वर्तमान सरकारले विश्वविद्यालयभित्र हुने राजनीतिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यसहित विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय सार्वजनिक भएपछि विभिन्न विद्यार्थी सङ्गठनहरूले त्यसको विरोध गर्दै आएका थिए। पूर्व गृहमन्त्री सुदन गुरुङले आफू विरुद्ध उठेका विषयमा छानबिन प्रक्रिया ढिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले छिटो अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्दै आफू दोषी ठहरिए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्। उनले आफू गलत देखिए त्यसको जिम्मेवारी लिन तयार रहेको, तर निर्दोष साबित भए आफू विरुद्ध आरोप लगाउनेहरूमाथि पनि कडाभन्दा कडाई कारबाही हुनुपर्ने धारणा राखेका छन्। संवैधानिक परिषदले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्ट बनेका वरिष्ठ न्यायाधीशहरू राजीनामा नदिने निष्कर्षमा पुगेका छन्। न्यायिक वृत्तमा तरङ्ग ल्याउने उक्त सिफारिसपछि सर्वोच्चका केही वरिष्ठ न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका थिए। स्रोतका अनुसार छलफलमा कसैले पनि राजीनामा नगर्ने र उच्च मनोबलका साथ नियमित न्याय सम्पादनमा लाग्ने समझदारी बनेको छ। कामु प्रधान न्यायाधीश, सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल लगायतका वरिष्ठ न्यायाधीशहरू राजीनामा दिने पक्षमा नरहेको बताइएको छ। बालेन सरकारलाई फेरि अर्को झड्का। सर्वोच्च अदालतले निजामती कर्मचारीको ट्रेड युनियनमाथि लगाएको प्रतिबन्ध तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित 3 न्यायाधीशहरूको बहुमत रायका आधारमा उक्त आदेश जारी गरिएको हो। सरकारले केही दिन अघि अध्यादेश मार्फत निजामती सेवा ऐन संशोधन गर्दै कर्मचारीहरूले ट्रेड युनियन गठन गर्न पाउने व्यवस्था हटाएको थियो। त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियन कार्यालय बन्द गर्न सूचना जारी गरेको थियो। बालेन शाह नेतृत्वको सरकारले 1.5 महिनामै कर्मचारीहरूलाई चलायमान बनाएको भन्दै सिंहदरबारभित्र यसको चर्चा सुरु भएको छ। सुशासन, सेवा प्रवाह र नियुक्ति निर्णायकमा सरकारले तीव्र गति देखाएको दावी गरिएको छ। यसअघि विभिन्न सरकारले कर्मचारीहरूको असहयोगका कारण काम प्रभावकारी हुन नसकेको आरोप लगाउँदै आएका थिए, तर बालेन नेतृत्वको सरकार आएपछि कर्मचारीले समयमै कार्यालय पुग्ने, फाइल छिटो टुङ्गो लगाउने र सेवा प्रवाह चुस्त भएको बताइएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा SEE 2082 को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष कुल 4,30,667 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। प्रकाशित नतिजा अनुसार 65.98% अर्थात् 2,84,160 विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार 1,64,507 जना विद्यार्थी नन ग्रेड प्राप्त गरेका छन्।